हेलो सम्पूर्णमा जय नेपाल नमस्कार है साथीहरू। त्यसो सबैजना आरामै हुनुहुन्छ होला। अनि आरामै छु। आज पनि म मेरो युट्युब च्यानलमा उपस्थित भइसकेको छु। सानो छोटो मिठो ब्लग लिएर अनि इन्फर्मेटिभ भिडियो पनि लिएर आएको छु। म चाहिँ के भिडियो ल्याएको छु भन्दाखेरि जब सिकरको बारेमा, जब सिकर भिसा चाहिँ साँच्चीकै बन्द भएको हो त भन्ने विषयमा लिएर आएको छु। भिडियो अन्तिमसम्म सुनिदिनु होला। जब सिकर भिसाको बारेमा सानो छोटो मिठो जानकारी लिएर आएको छु। यहाँको सरकारले चाहिँ अहिले जब सिकर भिसा चाहिँ ठप्प बन्द गरिदिएको छ हैन। जब सिकर भिसामा चाहिँ आउनु नपाउने प्रतिबल भनेको छ यहाँको सरकारले निर्णय गरिसक्नु भएको छ। त्यही विषयमा चाहिँ सानो छोटो मिठो भिडियो बनाउनु आज म बाहिर निक्लेको छु हैन। जब सिकर भिसा चाहिँ एउटा स्किल भएको मान्छेले मात्रै पाउने भिसा थियो। तर प्रायः जस्तो स्किल नभएको मान्छेहरूले पनि धेरै जस्तो मान्छेहरूले चाहिँ अब स्किलै नभएको मान्छेहरू यहाँ आयो। जब सिकर भिसामा धेरैजना आउनुभयो हैन। अनि यहाँ आएर दुःख पाउनु भयो, काम पाउनु भएन धेरै जसोले। त्यही कारणले जब सिकर भिसाको बारेमा सानो छोटो मिठो कुराकानी र म अन्तिमसम्म भिडियो हेरिदिनु होला। मन पऱ्यो भने लाइक, कमेन्ट अनि सब्सक्राइब पनि गर्न नबिर्सनु होला। जब सिकर भिसा चाहिँ यहाँको सरकारले अक्टोबर 23 तारिकको दिन बन्द गरिएको छ। कोही पनि साथीहरू जब सिकरमा एप्लाई गर्दै हुनुहुन्छ, कसैले पनि अब कोही एजेन्टले तपाईँको जब सिकरमा जा, म जब सिकरमा पठाउँछु, कार्ड बन्छ भनेर भन्दै हुनुहुन्छ भने जब सिकर भिसामा चाहिँ नआउनु होला। जब सिकर भिसाको चाहिँ अपार्टमेन्ट नै बन्द गरिसकेको छ यहाँको सरकारले। जब सिकर भिसामा चाहिँ आउनु नपाउने भन्ने यहाँको सरकारले नियम निकालिसक्नु भएको छ। त्यही कारणले जब सिकर भिसामा चाहिँ कोही पनि नआउनु होला। दुःख पाइन्छ, भिसा पनि लाग्दैन, भिएफएस डेटको अपार्टमेन्ट पनि आउँदैन। इन्डियामा तपाईँको भिएफएस गर्ने बेलामा अपार्टमेन्टै आउँदैन। अहिले जब सिकर भिसाको पुरै बन्द छ इन्डियामा। एमबिसीमा पनि डेटै दिँदैन। सबै कुरा बुझेर मात्रै एप्लाई गर्नु होला। एप्लाई गर्नुभन्दा अगाडि नै फेरि धेरै जस्तो अब सबैलाई त नभनौँ, कोही त राम्रो पनि हुन्छ एजेन्टहरू हैन, कोही त धेरै राम्रो पनि हुनुहुन्छ। सबैजनालाई भन्नु मिल्दैन। तर एजेन्टहरू कस्तो हुन्छ भने पहिले नै एप्लाई गर्नुभन्दा अगाडि नै पैसा 1-2 लाख रुपियाँ 3 लाख रुपियाँ पैसा उठाउँछ। अनि म पोर्चुगल लाने हो, यस्तो राम्रो देश हो, उहाँ पिआर पाउँछ भनेर तपाईँहरूलाई फकाइ यताउति गरेर पैसा अगाडि नै उठाउँछ। त्यसपछि फसिहाल्नुहुन्छ। पैसा दिएपछि उठाउने कसरी, भिसा लाग्दैन, केही हुँदैन। यहाँ तपाईँहरू यदि आउनै जानुहुन्छ भने चिने जानेको साथीभाइहरू कोही छ भने, अनि अब कतैबाट लिङ्क छ भने, साथीभाइहरूको लिङ्क छ भने D1 भिसा चाहिँ खुल्ला छ है। D1 भिसामा चाहिँ आउनु होला। D1 भिसामा चाहिँ तपाईँको कार्ड पनि बनिन्छ। D1 भिसामा आउँदाखेरि चाहिँ कार्ड पनि बनिन्छ। यहाँ ढिलो चाँडो हुन्छ। अब कसैको आएको 4-5 महिनामा पनि अब कार्ड बनिन्छ, कसैको 5-6 महिनामा बनिन्छ, कसैको 10-12 महिनामा बनिन्छ। त्यस्तै हो क्या यहाँको चाहिँ, यस्तै छ रुल्स होइन। अब मसँगै आएको भाइहरूको अहिलेसम्म कार्ड आएको छैन। हेर्नुहोस्, फिङ्गर गरेको 8-9 महिना भइसक्यो, कार्ड आएको छैन। म आएको 3-4 महिनामा मेरो कार्ड आयो क्या। त्यस्तो हो क्या, लक्की हो कि यहाँको त। थाहै हुँदैन कस्तो के हुन्छ भन्ने पनि थाहै हुँदैन। यहाँको रुल्सहरू पनि कति बेला चेन्ज हुन्छ भन्ने कुरो पनि थाहा छैन। अहिले पासपोर्टको विषयमा तपाईँको 10 वर्षै बनाइदिएको छ। हामी इमिग्रेन्टै अब बाहिरको अब नेपाली, अब नेपाल, बङ्गलादेश, पाकिस्तान, भारत, श्रीलङ्का इत्यादि देशको अब मान्छेहरूलाई चाहिँ हामी अब 10 वर्ष कुर्नुपर्ने, पासपोर्ट बनाउनलाई, यहाँको नागरिकता पाउनलाई 10 वर्ष कुर्नुपर्ने भन्ने नियम चाहिँ लागू भइसकेको। सबै संसदमा चाहिँ सबै पारित भइसकेको, तर लागू हुनु चाहिँ अब 2-3 दिन मात्रै बाँकी होला। यस्तो छ। त्यही भएर कोही पनि साथीभाइहरू त्यो भिडियो हेर्दै हुनुहुन्छ भने जब सिकर भिसामा चाहिँ कोही पनि एप्लाई नगर्नु होला। जब सिकर भिसाको लागि चाहिँ पैसा कसैले नफसाउनु होला। जब सिकर भिसा चाहिँ बन्द भइसकेको छ भन्न चाहन्छु है। आउनै चाहनुहुन्छ भने D1 भिसामा आउनु होला। सबैभन्दा राम्रो भनेको D1 भिसा हो।
D1 भिसामा तपाईँको यहाँ अब महँगै हुन्छ। अब प्रायः मैले देखेको महँगो नै हुँदो रहेछ होइन। अब आफ्नै मान्छे अब आफ्नै आफन्तै भित्र कम्पनीमै काम गर्छ, उसले सबै कुरो डकुमेन्ट बनाउनु सक्ने क्षमता छ भने मात्रै उसले अब सस्तोमा आउने हो क्या। नत्र सबै एजेन्सी अब एजेन्सी लाउने हो, एजेन्ट नै लाउने हो। यहाँ सबै कुरो एजेन्टले नगरिकन हुँदैन, पेपरहरू बनाउनै पर्ने हुन्छ। आफूले गर्नु सक्छु भन्ने त हुँदैन। यहाँ सबै हरेक कुरोमा पैसै लिने हो यहाँ, त्यही भएर महँगो हुन्छ। पोर्चुगल आउँदाखेरि सोच विचार गरेर आउनु होला। म एकैचोटि त्यहाँ जाने हो, महिनाको 3-4 लाख रुपियाँ पैसा कमाउने हो भनेर चाहिँ आत्तिएर नआउनु होला। यहाँ पैसाको कमाइ यति धेरै चाहिँ हुँदैन। भन्नुपर्दाखेरि यहाँ धेरै कमाउने नेपालीहरू हुनुहुन्छ, धेरै पनि कमाउने 2 लाख 3-4 लाख पनि कमाउने हुनुहुन्छ। र म्याक्सिमम् भनेको अब यहाँको बेसिक स्यालेरी भनेको 870 हो। यहाँ आएपछि तपाईँको आवरली काम गर्ने हो, घन्टाको हिसाबले पैसा दिन्छ, पे गर्छ। अनि अब कुनै कम्पनीले अब धेरै त होइन, सबैलाई भन्नु मिल्दैन। कुनै कम्पनीले खाना पनि दिन्छ, बस्न पनि दिन्छ, बेसिक स्यालेरी दिन्छ 870, 900, 1000 दिन्छ, बस्न खाना दिन्छ होटलहरूले। कुनै कम्पनीले त्यस्तो नै हुन्छ। त प्रायः अब एजीमै काम गर्ने, एग्रिकल्चरमै काम गर्ने मान्छेहरूको चाहिँ घन्टाको हिसाबले पे गर्छ। यहाँनिर घन्टाकै हिसाबले पे गर्ने हो। अब कति घन्टा, अब 8 घन्टादेखि माथि पनि अब गराउँछ काम होइन, त्यस्तै हुन्छ। यहाँ चाहिँ म सुझाव मैले भोगिरहेको, मेरो साथीभाइले भोगिरहेको त्यही नै हो। सबै नेपालीले भोगिरहेको त्यस्तै हो। यहाँ स्यालेरी भनेको त्यति धेरै हुँदैन, धेरै कमाउला 1200-1500 कमाउँछ यहाँ। त्यही 1200-1500मा खाना बस्नु सबै आफ्नै हुन्छ। प्रायः 100% भन्दा पनि अब 1-2%ले चाहिँ बस्न दिन्छ, खाना दिन्छ, नत्र सबै आफ्नै हुन्छ कि। अब रुम रेन्ट आफैले तिर्नुपर्छ, खानाको लागि पैसा आफैले बनाउनुपर्छ होइन। अब ट्रान्सपोर्टेसन, अब गाडी भाडा चाहियो, ट्रेनमा जानुपर्ने हुन्छ, त्यो सबै आफैले बेहोर्नुपर्ने हुन्छ क्या, कम्पनीले बेहोर्दैन क्या। त्यही भएर महँगै छ, पोर्चुगल महँगो छ। यहाँ खाना बस्नुलाई एउटा बेडको लागि लगभग अब एउटा रुममा 2-3जना बस्छ। एकजनाको भागमा 200 नभएको पनि 200, 150, 170 पर्छ होइन। त्यो म्याक्सिमम हो, त्यो एकदम नर्मल हो त्यो। फेरि त्यस्तो हुन्छ। त्यही भएर विचार गरेर, राम्रो सोच विचार गरेर मात्रै पोर्चुगल आउनु होला सबैजना। जब सिकर भिसामा चाहिँ एप्लाई गर्दै नगर्नु होला कसैले पनि, बन्द भइसकेको छ। त्यही भन्दै आएको ल। आज चाहिँ घुम्दा लिस्बन सिटी घुम्दा अन्तिम भयो। अब चाहिँ घरतिर लागेको, झोलामा सामान पनि किन्यो। आजको भिडियोलाई चाहिँ यति नै। फेरि अर्को भिडियो लिएर उपस्थित हुनेछु। जय नेपाल, नमस्कार, बाई बाई।